पछि पर तल बिहा आएपछि मात्रै जान्छु के नेचर सल्यान गाउँपालिका कार्यालयको अगाडि रहेको यो चाहिँ बजार यो सुर्ती भयो यो बिहिबारे बजार हो यहाँ चाहिँ हरेक सामानहरू पाउने गर्दछ ल ल यो पनि बिक्री हुन्छ है आहा ल म त पहिलोचोटि आएको हेर्नुहोस् है कस्तो छ त यो के बजार हुन्छ यसलाई बिहिबारे बजार है नेचाको बिहिबारे बजार हौ ल अब म त घुम्न आएको अब लान त मन थियो अब के म यहाँ बस्दिनँ है म त लगेर झ्याप पाल्नु खाली रहेछ मेरो त काठमाडौँतिर हो हजुर अन्त आहा यो आँप यहीँ गाउँतिर है केरा आँप लुच्ची यो चाहिँ घिउ ए अमिलो मह सबै फोटो लिने क्या अब पुरै फोटो लिएर लैने नाङ्ला साङ्ला अर्ग्यानिक खासै अर्ग्यानिक चाहिँ कस्मेटिक लत्ता कपडादेखि सबै पाउँदो रहेछ नि त आज त जाऊ हजुर ल भाइ के छ हाल खबर ठिक छ है ल जुत्ता सुत्ता ओ तपाईँहरूले टिकाउनु भएन अरे घर काठमाडौँ हजुर यो सुर्ती के बन्छ यहाँ पनि बन्छ सुर्ती यहीँको होइन त यो जति सामानहरू हुन्छ सबै यहीँको हो त होइन यो प्लास्टिक भाँडा यहीँ बन्दैन हजुर ए लोकल है अब हामी खाना पर्यो ए सबै छिमेकीहरू कतापट्टिको भन्नु उतापट्टिको ए उहाँको ज्वाइँ म हजुर उहाँ यहाँ हुन्छ नि यहाँ छेउमा हो झल्ल परेको बेहुली जस्तो बनेर ओ हजुर हो के जस्तो लाग्छ हजुरलाई के जस्तो लाग्यो भन्दा मिल्यो न मगर हो हजुर देखिन्छ मगर छ त मगरै हो हजुर ल बारीमा फलेको चिजहरू भने त सबै यो ए ल ल यो यहाँ मात्रै सबभन्दा अर्ग्यानिक चाहिँ यो चिज चाहिँ यहीँ पाउने होला हो यहीँ त होइन नि सबै यो चाहिँ यहीँ पाउँछ मस्याङ
गहुँ हो यिनी चाहिँ हो यो चाहिँ के हो यो कति लामो हुँदो रहेछ नि हामी त्यो सानो हुन्थ्यो होला कहाँ थियो अन्त तपाईँहरू आउनु चाहिँ तपाईँ कहाँदेखि आउनुभयो भनेको कुर्के भन्ज्याङबाट आउनुभएको बिहिबार बजारमा के लिनुभयो बिहारी बजारमा चप्पल जुत्ता लिनु आएको म ए देखेँ मैले देखेँ ल आहा ल हस् 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 ल कुखुराको भाले लिने कि ओहो सबै चिज पाउँदो रहेछ नि ल ए जिउँदो रहेछ लोकल भाले के चाहिँ बिचरा ल आहा ए भाले कसरी भन्नुभयो हजुर 1400 रुपियाँ फिक्स रेट फिक्स होइन 1 रुपियाँ घटबड हुँदैन ल ल हस् धन्यवाद ल धन्य मेरो भिडियोमा आइपुगेँ हजुर ओहो होइन बाजे यो चाहिँ के हो यो ओइ होइ धनियाको बोट हो ल अर्ग्यानिक भयो यो चाहिँ हो ल धनियाको बोटको गुजोरी स्वाइस भिडियो बनाएँ मैले हजुरको हजुर गाउँबाट मैले यही भिडियो लान्छु अरू केही लान्न ल आहा रमाइलो सरी ल हामी चाहिँ नेजा सल्यान गाउँपालिका सोलुखुम्बु होइन बिहिबारे बजारमा आएर पुरै बिहिबारे भ्रमण गऱ्यो हामीलाई केही किनेनौँ किन भन्दा सबै हाम्रो बारीमा पाउँछन् ती चिजहरू यो बजार 7-8 गाउँको मान्छेहरू चाहिँ यहाँ आजको दिनमा केही बेच्न आउनुहुन्छ नि केही किन्न आउनुहुन्छ ल समोसा सेल त्यसलाई हामी समोसा भन्छौँ वेलकम लेखेर चाहिँ त्योमा बत्तीमा ल हाम्रो नेताको सुन चाँदी पसल उहाँको सुनको भाउ र यहाँको सुनको भाउ सेम हुन्छ ए फरक पर्छ है र यो हाम्रो नेताको चाहिँ दाँत घर यहाँ दाँत पाइन्छ यहाँ जुत्ता चप्पल मर्मत आउनुभयो भने सबै चिज पाइन्छ अरू के बोल्न चाहनुहुन्छ कस्तो लाग्यो हजुरलाई आजको हाम्रो बिहिबारे बजार मलाई त सधैँ राम्रै लागिरहेको छ तपाईँलाई चाहिँ कस्तो लागेको अब धेरै राम्रो क्वेसन सोध्नु हो मलाई पनि बहुत रमाइलो लाग्यो म पनि फर्स्ट टाइम आएको म त यहीँको बासिन्दा मान्छे हुँ हजुर चाहिँ अब कस्तो लाग्यो तपाईँले चाहिँ गर्नु पर्यो मलाई खासै सुरुमा चाहिँ भने जस्तो लाग्यो तर जब यो बजार चाहिँ यहीँ मात्र रहेछ भने थाहा भएपछि बहुत रमाइलो लाग्यो किनभने यहाँ त धेरै तल मिठो धेरै तलको मान्छेहरू पनि आउनु भनेर खानाहरू एकदम मिठो हुन्छ क्या नेताको भनेपछि त यहाँको सामने काट्नु लगेर आलु यहाँको अर्ग्यानिक आलु कति मिठो हुन्छ के ल्याएको हामीले ल्याएको के अरे निउरो यहाँ निगुरो कस्तो मिठो हुन्छ अर्ग्यानिक निगुरो कान्लाको है बोकिहाल्छु नि बुढी माउमा के हो छ र बोक्नु उठाउनु सँगै जाउँ त अब जन्ती बाख्रा खानु परेन के ल्याउनु आमै के ल्याउनु भयो र आलु बखडा होइन हजुर कहाँ त्यो त खाएर आएको भर्खरै
खाने हो पाउँछ नि मन्त्रीमा छोरी पाइन्छ नि यस्तो ल्याउनु आमाले खाने हो भने चाहिँ खाने हो नि आमा एउटा भए पुग्छ है छानेर खाइ किनेर ल्याउनु हो यसलाई आलु पकौडा भन्छ आमै ल धन्यवाद ए आमाले दिएको आलु पकौडा उहाँ हुनुहुन्छ उहाँ चाहिँ मेरो काकी आमा हुनुहुन्छ यस्तो राम्रो मान्छेहरू चाहिँ फोटो खिचिहाल्नुपर्छ हाम्रो क्यामेरा आइहाल्नुपर्छ ल यिनीहरू मेरो सालीहरू हुन् हामीलाई छोडेर आयौँ साली हामी पहिला कसलाई हजुरलाई बिहिबारे बजार कसलाई हजुरलाई अब घुम्न बाँकी नै छ अब त्यस पछाडि भनौँला है जाँदै हुनुहुन्छ जाँदै छौँ हामी हस् ल हस् धन्यवाद भन्नुभयो मम्मीले मलाई पुग्नु हामी त घर